हेलो साथीहरू, यहाँ चाहिँ अमेरिकाबाट एउटा पार्सल आइपुगेछ मेरो दिलले पठाउनु भएको। अनि यहाँ मेरो छोरी चाहिँ टक्क खोल्नको लागि रेडी भएर बसेको छ। अब छोरीले खोल्ने रे। ल खोल त छोरी, के रहेछ बिस्तारै। ल हेरौँ, वान बाई वान छोरीले निकालेर देखाउँछ है त गाइस। यो कसको लागि? के रहेछ छोरी त्यो? त्यो कपालमा लाउने जस्तो छ। मेरो? त्यो तिम्रै होला। राख, उतापट्टि राख त, सोफामा राख त। त्यो त्यसपछि नेक्स्ट जामा। हेर त, त्यो तिम्रो लागि होला। कस्तो लाग्यो, मन पर्यो? एउटा जामा। यो छोरीको लागि, ठुलो छोरीको लागि जामा। त्यो पनि माथि राख, त्यो तिम्रै रहेछ। हेर त, कलर म्याचिङ हो। नेक्स्ट हेर कत्रो साइज छ, थाहा पाइहाल्छ। बहिनीको लागि यसो अलि उचाला त, कति राम्रो रहेछ। वाउ, बहिनीको लागि नि एउटा रहेछ जामा जस्तो। त्यसपछि के छ अर्को? बहिनीको लागि अब होइन, यो पनि राम्रो छ नि छोरी। यस्तो माथि देखाउ त यसरी। बहिनीको लागि नि खतरा छ है यो। त्यो पनि उता राख। बहिनी खुसी भइरहेछ उता। अब नेक्स्ट वान हेर, के रहेछ त्यहाँ? तिमीलाई खोल्न आएन? होइन, म खोलिदिउँला। जस्तै एकछिन तिमीले यसमा तान त। यो सुज हो, फुपूले बाबालाई पठाएको छु भन्नुहुन्थ्यो। वाउ, सुज। यो चाहिँ बाबाको सुज। खै देऊ त यता। यो चाहिँ बाबाको सुज चाहिँ अब बाबाको सुज रहेछ होइन। बेसरी ठुलो साइज रहेछ, तर अमेरिकाबाट आएको सुज हो होइन। एडजस्ट भइहाल्छ गाइस यो सुज। अनि मैले दिलाई मोजा पनि भनेको थिएँ, अनि दिले चाहिँ यस्तो टाइपको एङ्कलवाला मोजा पनि पठाइदिएछ। यो सुज भइहाल्यो। अनि त्यहाँ यो चाहिँ चक्लेट पनि छ ल गाइस। चक्लेट, यो चाहिँ अब चक्लेट हो होइन। चक्लेट बाहिरबाट आउँदा चाहिँ जसको नि चक्लेट आइहाल्छ। अनि नेक्स्ट वान इज कफी। वाउ, हेर्नुहोस् गाइस, कफी खतरा कफी छ। यो चाहिँ अब सानो परिवारलाई चाहिँ टन्नै हुन्छ। अनि यो ब्याग चाहिँ मेरो हो। यो ब्याग चाहिँ मेरो। त्यहाँ त्यो त सुजहरूको हो। त्यो यो फाल्नुपर्छ। अनि त्यसपछि के छ, के रहेछ खै? यो पर्फ्युम होला मम्मीको लागि। कहिले हो, कुन पर्फ्युम गर्छ? अरू यो दिलले चाहिँ प्रायः भिक्टोरिया सिक्रेट ब्रान्डको नै पठाइदिरहेको हुन्छ मेरो बुढीलाई होइन। यो फेरि पनि आएछ त्यस्तै सेम पर्फ्युम। यो भयो। अनि खै यो के होला? यो सायद ब्यागहरूकै केही भन्नु सक्छ। इन्स्ट्रक्सन म्यानुअल, टेक्सटाइल क्लोथ ब्याग। क्लोथ ब्यागको रहेछ। ल ठिक छ, यति हो खै। हेरौँ छोरीलाई चाहिँ यसलाई आइप्याडको खाँचो छ, उसको पुरानो भएर होइन, अपडेट नभएर उसलाई आइप्याडको खाँचो रहेछ, त्यही भन्छ। अनि यो ब्याग चाहिँ खतरा छ, एकदम राम्रो खालको ब्याग छ। यो चाहिँ बेबीकै लागि रहेछ। अर्को पनि रहेछ है, बहिनीको लागि। तिमीलाई कहाँ ठिक हुन्छ त्यस्तो लुगा लाउँछ तिमीले गाइज होइन। यो एउटा भयो। अनि यो ब्याग चाहिँ मैले कता यहाँ चार्जर पनि हाल्न मिल्ने जस्तो लागेको छ यो ब्यागको। यस्तरी होइन, भित्र यस्तो चार्जर भएको। नगर न, यो ब्यागको हो है, यो नगर। जस्तै यहाँ यस्तो बाहिरतिर कहाँ हुन्छ यसको होइन, त्यस्तो टाइपको हुन्छ होइन, मोबाइलहरू बोक्दाखेरि। अनि एकदम धेरै स्टोरेज गर्न मिल्ने खाले ब्याग छ। ब्याग एकदम खतरै छ। पहिला नै दिदीले ल्याइदिएको थियो होइन, त्यही भएर निकै वर्ष बोकेको थिएँ, टिकेको थियो। त्यही भएर फेरि मैले मगाएको।
ब्रान्ड चाहिँ फोनोज के हो यो स्पेल गर्न आएन मलाई होइन यस्तो छ खतरा छ ब्याग ल अब नीतिलाई के नीति अब फुपूलाई के भन्ने त के पाए जामा चक्लेट पायो तिमीले त्यो भित्र के छ जस्तो छ अझै हेर त त्यो भित्र हेर त त्यो ब्यागभित्र के छ जस्तो लाग्यो मलाई है यो चाहिँ हाम्रो भात बटुल्न पाउने ब्याग जस्तो रहेछ यो होइन रहेछ यो ब्यागको यस्तो हुँदो रहेछ ल सबैलाई हेरिदिनु भएको धेरै धेरै धन्यवाद अब फुपूलाई पनि थ्याङ्क यू सो मच फुपू भन यता हेरेर थ्याङ्क यू सो मच फुपू ल गाइज यस्तै छ भिडियो हामी अहिले बिदा चाहन्छौँ हाम्रो युट्युब च्यानललाई के गर्नुपर्छ रे छोरी भनिदेऊ त सब्स्क्राइब यता हेरेर भन सब्स्क्राइब हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भनिदेऊ त सब्स्क्राइब गर्न पैसा लाग्छ कि लाग्दैन लाग्दैन तपाईले भन्नुभयो नि बाई बाई गाइज